यहाँहरुको नाम लिस्ट मर्न तयार हुनेको नाम लिस्ट तयार छ। अहिले तपाईको चाहिँ 100 जना भन्दा बढीले नाम दिइसकेका छन्। उनीहरूले कोटेश्वरको भाटभटेनी तोडफोड गरे, सुरक्षा गार्डलाई हातपात गर्दै भाटभटेनी सुपर स्टोर भित्र प्रवेश गरे र त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेका थिए। केही महिलाहरूले त्यहाँको कस्मेटिक सामान लिएर भागे भने केही पुरुषहरू रक्सीको बोतल लिएर भाग्दै गरेको दृश्य पनि देख्न सकिन्छ। भाटभटेनीको सामान लुट्न गएका हुन्, अझ यसरी पनि भनौं सामान चोर्न गएका हुन्। यस्ता खालका राजा समर्थकबाट कस्तो खालको राज संस्था परिकल्पना गर्ने हो? नमस्कार, म अमर मजाककोटी। तपाईले आज संघीय राजधानी काठमाडौँको 3 कुनेमा राजावादीहरूको अराजकता, उद्दण्डता र उशृङ्खल व्यवहार देख्नुभयो। चैत 15 गतिको दुर्गा प्रसाईको अगुवाईमा भएको राजावादीको आन्दोलन उद्दण्ड र अराजक मात्रै भएको छैन, उनीहरूको गतिविधि दण्डित हुने खालको पनि भएको छ। राजावादीको आन्दोलनले 3 कुने क्षेत्र तनावग्रस्त बनेको थियो। सुरुमा राज संस्था पुनर्स्थापनाको मागमा नारा जुलुस चलिरहेको थियो। जब कमान्डर दुर्गा प्रसाई आए तब स्थिति बिथोलियो। ढुङ्गा हान्न नपुगेर स्थानीयको घरमा आगो लगाउन थालियो। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगतै झडपको स्थिति बनेको थियो। सो क्रममा प्रदर्शनकारीले ढुङ्गा मुडा गरे भने प्रहरीले पनि पानीको फोहरा, लाठीचार्ज र अश्रु ग्यास प्रहार गरे। त्यहाँ प्रदर्शनकारीहरूले सडक आसपासका निजी व्यक्तिको घर पनि तोडफोड गरेका छन्। घरको सिसा छिया हुने गरी फुटाएका छन्। उक्त घरभित्र मानिसहरू थिए। छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका थिए। त्यति हुँदा पनि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो पनि लगाइदिए। आगो दन्दनी बोलेपछि आगो निभाउन काठमाडौँ महानगरको दमकल आउँदै थियो। त्यस दमकललाई समेत प्रदर्शनकारीले ढुङ्गा मुडा गर्दै तोडफोड गरे र उक्त दमकलका एकजना फायरम्यान पनि घाइते भए। प्रदर्शन हिंस्रक र अराजक बनेपछि प्रहरीले नियन्त्रणमा लिन हवाई फायर गरेको थियो। राजावादी प्रदर्शनकारीहरूले सुरक्षाकर्मी माथि पनि ढुङ्गा मुडा गरे। केही सुरक्षाकर्मीहरू घाइते पनि भए। काठमाडौँको 3 कुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक समेत खोसेका थिए। काठमाडौँको पेरिस डाँडा नजिक सरकारी गाडीमा आगजनी गरे। दुर्गा प्रसाईले प्रहरी माथि नै गाडी चढाउने प्रयास गरे। राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निषेधित क्षेत्र तोडेका थिए। यही क्रममा एउटा फरक दृश्य पनि भाइरल भएको थियो। प्रदर्शनकै क्रममा एकजना प्रदर्शनकारीको 2 तोलाको सिग्री लुटियो। उनी सिग्री लुटिएको भन्दै बिलौना गरिरहेको यो भिडियो पनि भाइरल भएको थियो। त्यहाँ समय आल्यो घाँटीमा, पछाडिबाट म निस्किन लाथे, मलाई नै ठेलेर लुट। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरू सुरक्षित सरकार राख्नु पर्दैन त। के जाँदा भयो, होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब 2 दिन लाग्ने ब्यागमै हाल्यो मेरो। 2.5 तोला। राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि राजावादी नेताहरू सभास्थलबाट भागेका थिए। सभामा पुगेका रविन्द्र मिश्र 3 कुनेबाट भागे। त्यो कार्यक्रम सभा सुरु नहुँदै तितरबितर भयो। त्यसपछि उक्त आन्दोलनमा कमान्डर भनिने दुर्गा प्रसाई पनि आफ्नो गाडीमा भागे। कमान्डर नै भागे पनि अराजक र आवेगमा आएका प्रदर्शनकारी यतिमै रोकिएनन्। अन्नपूर्ण पोस्ट रहेको भवनको तल्लो तलामा राजावादी प्रदर्शनकारीहरूले आगजनी गरे। राजावादी समर्थक प्रदर्शनकारीहरूले काठमाडौँको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। राजावादी प्रदर्शनकारीले नेकपा समाजवादी पार्टीको कार्यालय तोडफोड गरी त्यहाँबाट एउटा फ्यान पनि लिएर भागेका थिए। उनीहरूले कोटेश्वरको भाटभटेनी तोडफोड गरे, सुरक्षा गार्डलाई हातपात गर्दै भाटभटेनी सुपर स्टोर भित्र प्रवेश गरे र त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेका थिए। केही महिलाहरूले त्यहाँको कस्मेटिक सामान लिएर भागे भने केही पुरुषहरू रक्सीको बोतल लिएर भाग्दै गरेको दृश्य पनि देख्न सकिन्छ। राजधानीको 3 कुनेमा शुक्रबार सभा गर्नुभन्दा पनि सर्वसाधारणको घरमा ढुङ्गा हान्नुमा, घर तथा निजी सम्पत्तिमाथि आगो लगाउन अनि प्रहरीमाथि जाई लाग्ने र उशृङ्खलता देखाउने र अनावश्यक रवैया देखाउने भन्दा अरू गतिविधि त्यहाँ देखिएन। त्यहाँको निजी सम्पत्ति तोडफोड गर्ने त्यतिले मात्रै नभएर आगजनी गर्दै रमाउँदै थिए त्यहाँका राजावादी समर्थक।
ती तमाम व्यक्तिले खाइ नखाई दुःख गरेर बनाएको घर लगायत भौतिक संरचनालाई त्यसरी भत्काएर राजावादीले के सन्देश दिन खोजेका हुन्? अब त्यहाँ वरिपरि क्षति भएका भौतिक संरचनाको जिम्मा कसले लिने, कसरी पुनर्निर्माण गर्ने? आजको दृश्यहरू हेर्दा लाग्छ राजावादीहरू राजा ल्याउन गएका हुँदै होइनन्, उनीहरू सर्वसाधारणको घर जलाउन गएका हुन्, सार्वजनिक सम्पत्तिको तोडफोड गर्न गएका हुन्, भाट भटेनीको सामान लुट्न गएका हुन्, अझ यसरी पनि भनौँ सामान चोर्न गएका हुन्। यस्ता खालका राजा समर्थकबाट कस्तो खालको राज संस्था परिकल्पना गर्ने हो? राजा नआउँदै त यस्तो खालको हरकत छ। राजा आइहाले भने के गर्लान् यिनीहरूले? यो विषयलाई गम्भीर र संवेदनशील रूपमा सोच्न बाध्य गराएको छ। राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङदेन, कमल थापा, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरू भने घरमै बसे, कोही संसदतिर पनि थिए। उनीहरू प्रसाईको विगत तथा वर्तमानप्रति आपत्ति मात्रै जनाउँदैनन्, पूर्व राजा ज्ञानेन्द्रले अति विश्वास गर्न थालेकोमा डाहा पनि गर्छन्। राजावादी प्रदर्शनमा दुर्गा प्रसाईले घमण्डका साथ 20 लाख मान्छे आउने भन्दै थिए, तर 15 गतिको प्रदर्शनमा कतिजना थिए यस फोटोमा समेत स्पष्ट देख्न सकिन्छ। माओवादी एमाले हुँदै पूर्व राजा ज्ञानेन्द्रका विश्वास पात्र बन्न पुगेका प्रसाईमा यो हदसम्मको आत्मविश्वास कसरी आयो? बैंकका खराब ऋणी मध्ये एक प्रसाई आज किन राज संस्थाको वकालत गर्दैछन्? किन पूर्व राजा ज्ञानेन्द्रको साथ खोजिरहेका छन्? यसभित्र उनको स्वार्थ स्पष्ट रूपमा देख्न सकिन्छ। 2046 को परिवर्तन यता पूर्व पञ्चधारको नेतृत्व गर्दै आएको राप्रपालाई पूर्व राजा ज्ञानेन्द्र शाहले खासै भाव दिँदैन। राप्रपाले राजा फिर्ताको कुरा गरिरहे पनि राज संस्था पुनर्स्थापनाको लागि जोडतोड नलगाएको उनको गुनासो छ। चलाक दुर्गा प्रसाईलाई जब यो जानकारी हुन आयो, उनले राप्रपालाई उपेक्षा मात्रै गरेनन्, सार्वजनिक रूपमा नकार्न पनि थाले। चाबहिलमा प्रेसमिट गर्नुअघि नवराज सुवेदी र प्रसाईले पूर्व राजा शाहलाई निर्मल निवासमा भेटेका थिए। 4 चैतमा राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक तोकिएका 86 वर्षे सुवेदीप्रति राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा अनि कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै असन्तुष्ट थिए। 2046 को परिवर्तनपछि आफूहरू सधैँ राजाको पक्षमा बोलिरहे पनि सुवेदी सम्पूर्णतः निष्क्रिय बसेको भन्दै उनीहरूको आपत्ति थियो। सुवेदी र करिब 80 वर्षको हाराहारीमा रहेका नेताहरूलाई अघि सारेर राजा फर्काउने आन्दोलनले गति लिन नसक्ने निर्मल निवासको बुझाइ थियो। यस्तैमा बिहिबार सुवेदी नेतृत्वको राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति अन्तर्गत आज शुक्रबार हुने प्रदर्शनको कमान्डर तोकिएका थिए दुर्गा प्रसाई। लिङदेन र थापालाई मज्जाले उपेक्षा गर्दै हिँडेका प्रसाईले जब आफू प्रदर्शनको कमान्डर तोकिए, त्यसपछि आफ्नो मूल समिति अर्थात् राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र यसका संयोजकलाई समेत उपेक्षा गर्न थाले। 3 कुनेमा शुक्रबार राखिएको मूल ब्यानरमा पूर्व राजा ज्ञानेन्द्र र प्रसाईको उत्तरै साइजको तस्बिर छ, तर संयोजक सुवेदीको भने कुनै पनि तस्बिर छैन। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत तस्बिर राखेका उनीहरूले पृथ्वीनारायण शाह र योगी आदित्यनाथको तस्बिर राखेका छन्, तर जुलुसले शान्तिपूर्ण हुने घोषणालाई कति पनि कार्यान्वयन गरेन। विवादित धर्मगुरु आचार्य श्रीनिवास लगायत सहभागी जुलुसले प्रहरीमाथि ढुङ्गा हान्न थाल्यो अनि निहत्था नागरिकका घर जलाउन सुरु गर्यो। राप्रपा नेताहरू भने प्रसाईको नेतृत्वले समाजमा भाँड भैलो मात्रै हुने भन्दै घरै बसे। यद्यपि राज संस्था पुनर्स्थापनाका लागि हुने प्रत्येक अभियानमा आफ्नो साथ सहयोग हुने भन्दै राप्रपाले समर्थन भने दिएको छ।